रिपोर्ट लिएर त्यहाँदेखि दबाई लिएर अब हिँडेको घर हामी है। आज चाहिँ एकदम राति भयो हामीलाई होइन, यहीँ राति भयो उतै राति हुन्छ होला घर पुग्दा त झन्। हेर्नुहोस् न हामी चाहिँ अब यहाँ आइपुग्यौँ है। अनि अब जाने हामी घर। हामी अब निस्केको दबाई सबै लियौँ, टेस्टहरू गऱ्यौँ है, टेस्टहरू दियो। टेस्टले गर्दाखेरि चाहिँ साथीहरू सबै कुरो छिटो हुन्छ। टेस्ट चाहिँ कहिले किन छिटो नभएको, जहिले 5, साढे 5, 6 बजाइदिन्छ हामीलाई। हामी चाहिँ गोरु भाषा पुग्नु कति टाढो छ फेरि पनि हेर्नुहोस् न। हो यस्तो गर्छन् डक्टरहरू। हाम्रो चाहिँ मर्म बुझ्दैन। डक्टरले त बिचरा छिट्टै हेरिदिनु भएको, तर यो टेस्ट गर्नेहरूको ऊ चाहिँ हुँदै भएन छिटो। त्यही भएर हामीलाई चाहिँ ढिलो भयो। अब चाहिँ हामी घरतिर लागेको बुढाबुढी है साथीहरू। अनि हजुरहरू के कस्तो हुनुहुन्छ, के गर्नु हुँदैछ है। दुख बिमार भनेको त त्यस्तै हो। आज मलाई छ भोलि अरूलाई हुन्छ, फेरि जाति पनि भइहालिन्छ है। त्यस्तै हो। एक दिन जाइन्छ नि सरकार ल। त्यही त एक दिन त सबै नै जाने नै हो। माथिबाट यो दिन जानुपर्छ है त भनेर लेखेर पठाएको दिन चाहिँ अब कुनामा पस्दाखेरि पनि हामी अब लुक्नु सकिँदैन होला होइन साथीहरू। त्यस्तै हो जिन्दगी भनेको, बगेको खोला होइन, त्यस्तै हो। अनि आज चाहिँ हामी रिपोर्ट ढिलो भएर पिक्चर हेऱ्यौँ। कस्तो मजा आयो मुभी होइन, सलमान खानको हेरेको कि। अनि म त इमोसनल भएछु सलमान खानको बुढी मर्दाखेरि त मलाई पुरा आँसु आएको थियो। मलाई पुराले जिस्काउनु हुँदै थियो। अनि मलाई चाहिँ पुरा माया लाग्यो नि बिचरा बुढी मर्दाखेरि है। अनि त्यही भएर त्यो पिक्चरमा चाहिँ के देखाएको छ भने पैसा रुपियाँ भनेको त्यस्तै हो, समय पनि मान्छेले निकाल्नुपर्छ है भन्ने चाहिँ छ। हामी त अब काम गर्दा पनि सँगै लापा पर्दा पनि सँगै, यता हुँदा पनि सँगै, एकछिन लापा पऱ्यो एकछिनमा रेडी भयो हिँडिगयो साथीहरू। त्यस्तै हुनुपर्दो रहेछ है, नभए त समयले त रोक्दैन रहेछ। अनि हामीसँग त समय जति छ भन्नै हुँदैन रहेछ, समय हुँदैन रहेछ। मैले चाहिँ त्यही बुझेँ त्यो फिल्ममा, हजुरहरूले के बुझ्नुहुन्छ है। ल त साथीहरू आजको लागि यति नै, बाई बाई। अर्को भिडियोमा भेटौँ ल।